छानेले रेप गरेको हो भनेर तपाईँ आज त्यहाँ महिला उभिनु भएको छ, रेप गरेको भन्नुहुन्छ तपाईँले? आफू खुसीले होटलमा गएको मान्छेलाई त्यस्तो व्यक्तिलाई पनि रेप गरेको हो भनेर भन्ने जुन न्यायाधीशजी हुनुहुन्छ नि, त्यस्ता न्यायाधीशलाई के भन्नुहुन्छ तपाईँ? त्यस्तालाई ढोङ्गा बगाउनुपर्छ कि पर्दैन? भोलि त्यस्ता न्यायाधीशहरूलाई जनताले नचिनेको होला र? त्यसकारण न्यायाधीशहरू जति पनि छ नि, अब यस्तो कानुन ल्याउनु पर्यो कि यी न्यायाधीश नै चाहिँदैन यो देशमा। न्यायाधीशको ठाउँमा च्याट जिपिटी यो अर्को लाई डिटेक्टर माइन्ड रिडर भएको रोबोट राख्दै हुन्छ। अब यो ल भन्ने चिज त अब नपढे पनि हुन्छ लयरहरूले, किनभने आइसक्यो। अब यो न्यायाधीशको ठाउँमा रोबोट बस्न सक्ने 2 मिनटमा मुद्दा छिनिदिन्छ प्याट 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 ल्याएर। तपाईँले उहाँको पैसा लिएको हो होइन भन्ने बित्तिकै लाई बोलेको छ कि सत्य बोलेको छ फ्रिक्वेन्सीले थाहा पाइहाल्छ, दिन्छ चड्कन रोबोटले। त्यसकारण यी न्यायाधीश पनि अब काम छैन। यो हटाउने काम अहिलेका नेताले गर्छन् त भन्नुहोस् त छाती मात्र राखेर। किनभने यिनीहरूलाई त अब सत्ता छोड्ने बित्तिकै युवाहरूले त के गर्छन्? ढुङ्गा बगाउँछन्। हेर्नुहोस्।